जय मसीह सम्पूर्ण मेरो प्रिय मित्रहरूलाई आज बिहानीको सुन्दर समयमा परमेश्वरले हामीलाई अनुग्रह गरिकन आज बिहानीको सुन्दर सृष्टि अनि सुनौलो मौका हामीले देख्न पाएका छौँ। हामी परमेश्वरसँग हामी धन्यवादी छौँ। अनि तपाईँहरूको सामुन्ने एउटा परमेश्वरको वचन लिएर आएका छौँ। तपाईँहरूले सुनिदिनुहुन्छ भनेर विश्वास छ। अनि संसारमा जिउँदै गर्दा चाहिँ हामी कसरी जिइरहेका छौँ भन्ने कुराहरू, अनि हाम्रो यो शरीर चाहिँ के हो भन्ने कुराहरू, अनि हामी यो संसारमा किन आयौँ भन्ने कुरा, हामी यो संसारमा परमेश्वरको एउटा योजनामा अनि परमेश्वरको एउटा उद्देश्यमा हामी आएका छौँ। अनि धेरै व्यक्तिहरूले भन्ने कुरा गर्छ, यो संसारमा म बित्थामा आएछु, बित्थामा जन्मेछु, किन मलाई मात्रै यस्तो, किन यस्तो भन्ने कुराहरू आउँछ। तर होइन, त्यो गलत हो, त्यो सोच्नु गलत हो। हामी संसारमा परमेश्वरको योजनामा आएका छौँ अनि परमेश्वरको उद्देश्यमा छौँ। अनि परमेश्वरको उद्देश्य हामीले पुरा गर्नुपर्छ। त्यही कारणले हामी जिउँदै गर्दा चाहिँ हामी कसरी जिइरहेका छौँ भन्ने कुराहरू आफूलाई जाँच्छौँ। अनि हामी चाहिँ परमेश्वरको वचनमा हमेसा हामी चाहिँ जिउनु चाहिँ कष्ट अरे है, मर्नु चाहिँ लाभ अरे भन्छ परमेश्वरको वचनमा। साँच्चै नै हामी जिउँदै गर्दा चाहिँ धेरै भनाइहरू आउँछ, धेरै सतावट आउँछ, धेरै कष्टहरू आउँछ, अनि धेरै नमिल्दो कुराहरू आउँछ। तर त्यसलाई चाहिँ हामी पार गरेर जानुपर्छ अनि त्यो कुराहरूलाई चाहिँ हामी समेटेर जानुपर्छ। परमेश्वरको वचनमा भन्नुभएको छ, साँघुरो बाटोमा हिँड्नेहरू थोरै छ अनि फराकिलो बाटोमा हिँड्नेहरू चाहिँ धेरै छ भन्नुभएको छ। अनि हामी चाहिँ रोज्नुपर्छ साँघुरो बाटो। धेरै जस्तै पनि हाम्रो जीवनमा बाधा विघ्न परीक्षाहरू आउँछ, सतावट आउँछ, त्यति बेला चाहिँ हामी उठ्नु सिक्नुपर्छ अनि हामी हिँड्न सिक्नुपर्छ है। हाम्रो सम्पूर्ण हाम्रो क्रिस्चियन परिवार, उहाँको छोराछोरीहरू चाहिँ उहाँलाई पछ्याउनु चाहिँ कहिले पनि छोड्नुहुन्न है। अनि आजको सामने एउटा परमेश्वरको